हेलो वेलकम ब्याक टु माई च्यानल है। म चाहिँ डाइरेक्ट अब स्कुलबाट गरेको। आज चाहिँ नुरिपको स्कुलमा मिटिङ थियो है, त्यही कारणले चाहिँ म चाहिँ मिटिङमा गएको। अन्त म साथसाथै मेरो साथीहरू सबैजना गएर चाहिँ अघि मिटिङमै स्टार्ट भएछ। अन्त छिटो छिटो बसेर मिटिङमा त्यही हो है, प्यारेन्ट्स र टिचर्सको मिटिङ हुन्छ। त्यो मिटिङ सकेर चाहिँ एकाअर्का त्यहाँदेखि कन्सल्ट गर्दै थियो है, अब स्टुडेन्टको बारेमा कम्प्लेन केहरू। अनि त्यो साथसाथै क्लास वाइज चाहिँ अब मिटिङ हुँदै थियो। अन्त मेरो नानी त एलकेजी मात्रै हो है, उसलाई त त्यस्तो केही थिएन। अन्त ऊ चाहिँ हेर्नु मसँगै आएर यहाँ बसिरहेको थियो नि त, त्यही भएर चाहिँ उसलाई उसको साथी पनि देखाउने अरे। उसको जहिले उसले कुरा गर्छ नि ऊ साथीको नाम कि त्यहाँदेखि त्यहाँ ऊ देखाउँदै म पनि त्यहाँ हेर्दै हो। अन्त यहाँनिर अप्ठ्यारो लाग्यो नि त मलाई पनि क्यामेरा नि उयो गर्नु थियो। अनि त्यो साथै घर फर्केर लुगासुगा फेरेर म चाहिँ बारीमा गएको है। आज कति दिन भयो बारी नगएको। मैले जहाँ चाहिँ कोपीहरू रोप्थेँ त्यहाँ चाहिँ मैले प्याज लसुन रोपेको थियो। म चाहिँ खास गरी लसुन उखाल्नु गएको थिएँ होइन। लसुन उखाल्नु जाँदा चाहिँ अन्त अचानक मैले प्याज पनि देखेँ। प्याज चाहिँ मैले बिर्सिसकेको थियो। यस्तो डरदो चाम्रो हुन्छ कि हाम्रो पक्क उकिँदैन, कतिहरू बारीमै चुट्टिएर हुन्छ नि त्यस्तो भएर कि। तर अब सबै उखालेँ है, उखाल्दै ल्याएँ सबै उखालेर ल्याएर चाहिँ उखाल्दै गर्दैछु होइन। अब कतिवटा चाहिँ सबै त्यो क्या बेसी जङ्गल भएर चाहिँ कतिहरू देख्नु पनि छैन। अन्त मैले चाहिँ होस् अब देख्नेहरू चाहिँ म उखालेर लान्छु, नदेख्नेहरू चाहिँ म बादमा अब यहाँनिर सिमीहरू के रोप्छु नि त, त्यतिखेर म उखाल्छु भनेर सोचेको। अन्त त्यस्तो बेसी राम्रो दाना पनि लागेको थिएन, किनकि हाम्रोमा पुरा चाम्रो माटो भएर चाहिँ होइन। तर अब पनि हल्का फुल्का लागेको थियो, त्यस्तो ठुल्ठुलो चाहिँ थिएन। अनि मैले चाहिँ यो पञ्चमीमा रोपेको सिमी यस्तो दामी फलिरहेछ नि त। मैले चाहिँ या त बिर्सिसकेछ मैले यो सिमी पनि थाङ्ग्रा लगाएर चाहिँ होइन। अन्त अरूले भन्दा पनि याद आएर जाने घुम्नु गएको होस्, मजाले फलिरहेछ हेर्नु न। श्री पञ्चमी के हुन्छ त्यो दिन मैले रोपेको यहाँनिर एकजना दाजुलाई खन्नु लगाएर। अन्त हो मैले एक झोला नि पाएँ होइन। यो चाहिँ छिप्पी प्याज है, छिप्पी भन्छ यसलाई, छिप्पी। अन्त यहाँ यस्तो जङ्गल थियो मेरो यहाँनिर पहिला के रोपेको थियो नि त। कति मेरो पहिलाको भिडियोहरूमा देख्छ यहाँ के रोपेको। अन्त यहाँ चाहिँ लसुनहरू बारीको लसुन थियो नि त्यो बस्तीको लसुन। बजारको लसुन चाहिँ मैले पुरा रोपेको छु कि यसपालि बेसी अलिक हुन्छ कि भनेर मैले एउटा उखालेर हेरेको। यस्तो हेर्नु न यत्रो बोट चाहिँ ठुलो नि, दाना चाहिँ सानो। तर पनि केही छैन, म बादमा उखाल्छु भनेर चाहिँ अन्त मैले यहाँनिर जति पनि मेरो पुरी के भन्छ बस्तीको हुन्छ नि, बस्तीको चाहिँ अलिकति थियो, त्यही भएर चाहिँ मैले यहाँनिर उखाल्दैछु होइन। अन्त कतिहरू देख्नु पनि छैन, पुरा जङ्गल भएर होइन। अन्त कति चाहिँ उखाल्दै चुट्टिँदै तर पनि मैले उखालिदिएको है। त्यो सकेर चाहिँ है म चाहिँ अब झोलासोला बोकेर चाहिँ उकालो लागेँ है। रात पनि पर्न आँटेको थियो। अब प्याज लसुन त्यहाँदेखि मैले गाजर हुन्छ नि त्यो उखालेँ होइन। त्यहाँदेखि चाहिँ आएँ उकालो आउँदै मैले चाहिँ अब तपाईँलाई म देखाउँछु ल भनेर चाहिँ म चाहिँ म त्यो बिर्साइकन चाहिँ म देखाउँछु भनेर चाहिँ त्यहाँदेखि उकालो चढेको होइन। यस्तो जङ्गल भइरहेछ। अब कहिले भए पनि अहिले एक्लै त सक्दिनँ होइन, अब नानीसँग। अन्त ड्युटी गएर जानु पनि, त्यही भएर चाहिँ कोही बेला छुट्टीको बेला चाहिँ खेताला हाल्छु नि त। खेताला हालेपछि चाहिँ गएर पुरो काम गरिहाल्छु, सबै सकिहाल्छ होइन। अन्त त्यतिकै अहिले त मैले यहाँनिर राखेर चाहिँ तपाईँलाई देखाउनु पऱ्यो भनेर चाहिँ मैले भिडियो पनि गर्दैछु नि त। त्यही भएर चाहिँ लसुन त्यस्तै प्याज चाहिँ त्यस्तो दामी दाना लाग्यो होइन। लसुन चाहिँ दामी ठुल्ठुलो दाना लागेछ, तर कति चाहिँ चुट्टिएर तलै झरेर नि। अन्त उस पछि उखाल्दाखेरि हुन्छ भनेर चाहिँ मैले त्यतिकै राखिदिएँ होइन। अन्त यस्तो उकालो आएको त मेरो घर देख्दैछ है। यहाँ चाहिँ मैले अस्ति कुन ब्लगमा थियो त मेरो यहाँनिर मकै बारीमा मकैहरू उयो गरेको, यो सानो उम्रिँदैछ। यस्तो हाम्रोमा चाहिँ पानी त्यस्तो बेसी परेकै छैन। पानी परे भए पनि बेलुका अलिकति पर्छ, घाम लागेर हुन्छ नि। पानी त्यस्तो राम्रो परेकै छैन हेर्नु न, राम्रोसँगले आएको पनि छैन हो। अन्त